गाइस वेलकम ब्याक टु माई भिडियो। अनि आज यत्रो दिन तपाईँहरूले सोच्दै हुन्छ होला यो भ्लग पनि हाल्दैन, केही पनि गर्दैन, च्यानलमा केही पनि हाल्दैन भन्दै सोच्दै हुन्छ होला। तर मैले त्यो मोबाइल बिग्रेको थियो। अब तपाईँहरूलाई थाहा नै छ मेरो मोबाइल कस्तो छ भनेर। अनि ऱ्याम र जिबी पनि कम्ती भएको, अनि केही पनि हुँदैन। अनि त्यही भएर मैले धेरै भिडियो बनाउन सकिनँ। अनि मैले अब चाहिँ आजदेखि 365 डेजसम्म सक्यो भने 365 डेजसम्म नै म भ्लग बनाउँछु। Oh my god. हो गाइस, तपाईँहरूले के सुन्दै हुन्छ त्यही हो, म भ्लग बनाउने छु। त्यही नै डेली मेरो लाइफ स्टाइल कसरी चल्छ। अब म बिहानै 8 बजीदेखि नै म स्कुल जानुपर्छ। अहिले म बिरामी भइरहेको छु गाइस, त्यही पनि म भ्लग बनाउँछु होइन। अनि मेरो अहिले स्कुल जाने बेला अब कति बजेको छ भन्दाखेरि 7 बजेर त्यस्तै 36 मिनट गएको छ। 7 बजेर 36 मिनट गएको छ। 8 बजी स्कुल पुगिसक्नु पर्ने छ। अनि पुगेन भने फेरि सरले कुदाउनुहुन्छ, यसरी कुदाउनुहुन्छ होइन, ग्राउन्डभरि यहाँ उठबस गराउनुहुन्छ, एक्सर्साइज पनि हुन्छ। त्यो पनि भर्खरै भात खाएर गएको हुन्छ। अनि त्यहाँ गऱ्यो भने त मर्दैन मान्छे, त्यही भएर अलिक छिटै जानुपर्छ। अनि अब मेरो चाहिँ बिहान यस्तै हो होइन। अनि बिहान म अघि नै उठेको, त्यही पनि अनि अनि भाइ पनि यिनीहरू पछाडि अगाडि छ यी। अनि सर्ट पेन्टहरू यहीँ छ। अनि लुगाहरू सबै ठिक भइसकेँ। ब्यागहरू पनि सबै प्याक गरिसकेँ। अब स्कुल जानुपर्छ। अनि स्कुल गएपछि अनि भरे स्कुलबाट आइसकेपछि फेरि भ्लग बनाउँछु। यही हो मेरो डेली लाइफ हुन्छ होइन गाइस। अनि अब हेर्नु ल गाइस, अब हामी भात खान जान्छौँ। अहिले 7 बजेर 45 मिनट गइसकेछ। अब खाना खाएर छिटो स्कुल जानु छ। अनि भरे आएपछि भेटौँ ल गाइस म चाहिँ आइसकेको छु स्कुलबाट। अनि अहिले चाहिँ 5 बजेर 17 मिनट गएको छ। र मैले लुगासुगा फेरिसकेर हातखुट्टा सबै धोएर अनि अब म खाजा खान बस्दैछु। अनि मेरो आज खाजा चाहिँ मुरै भुटेको र चिया। मुरै भुटेको, त्यो पनि तपाईँहरूले सोच्दै हुन्छ होला मुरै भुटेको कस्तो हुन्छ भनेर सोच्दै हुन्छ होला। मुरै भुटेको चाहिँ बाबाले सिकाउनु भएको। फर्स्टमा कराईमा तेल हाल्ने, अनि एकछिन तताउने, अनि प्याज हाल्ने। प्याज हाल्नु मन लागेको छ भने प्याज हाल्ने, खान मन लाग्दैन भने नहाल्नु। अनि प्याज हालिसकेपछि अनि मुरै हाल्नु। मुरै अब आफूलाई कति खान मन लाग्छ त्यति हाल्नु। अनि त्यसपछि घोल्नु त्यो तेल सबै मुरैमा मिक्स गर्नु। अनि नुन हाल्नु। अनि नुन हालेपछि तपाईँलाई अजिना पनि मनपर्छ भने अजिना नै हाल्न सक्नुहुन्छ। र अनि तपाईँहरूले पकाएपछि मिठो तरिकाले बनिन्छ। अनि मेरो खाजा चाहिँ यही आजको बनिएको छ होइन। अब यति खाजा खाइसकेपछि म बाथरुममा आउँछु। अब धन्दा गर्नु पनि पर्ने छ। अनि धन्दा गर्छु। अनि धन्दा गरिसकेपछि बाहिर आउँछु। अब यो चाहिँ अहिले खाइहालौँ न त। फर्स्टमा गाइस मैले खाजाहरू पनि खाइसकेँ। र म आउँदाखेरि टाइम हेर्नु न कस्तो अँध्यारो हुन्छ, अँध्यारो भइसकेको हुन्छ होइन। म आउने बेलामा त भात खाने बेला हुन्छ हौ गाइजहरू। कस्तो अँध्यारो छ हेर्नु न। त्यही नि अहिले भर्खर ममले ब्ल्याङ्केट धोइसक्नु भयो। अब मेरो काम चाहिँ यहाँनिर धन्दा गर्ने छ। खाएकोहरूको धन्दा पखाल्ने काम छोडिदिनु के गाइजहरू, छोडिदिनु। यस्तो हुन्छ नि काम त, मेहनत गर पसिना बहा रुक्न चाहेन भने जस्तै हो। अब म धन्दा गर्न सक्छु। अहिले फेरि मिल्छु। मेरो त कामले नै जिन्दगी खतम हुने भयो गाइस। भ्लग त देख्नु काम कति हुन्छ। रियल लाइफ भ्लग म बनाउँछु, यो मेरो मकसद छ। र बनाएर छाड्छु होइन। म 365 डेज त सक्दिनँ होला, किनकि डेली भ्लग हाल्न पनि एउटा चुनौती हुन्छ। अनि चुनौतीमा पार गरेर भए पनि हाल्छु। म हाल्न कोसिस गर्छु, छोड्दिनँ। तर डे 1 भ्लग पनि आजको हो। र म भरे राति एडिट हानिसक्छु। र अनि भोलि बिहानतिर चाहिँ आउँछ होला भिडियो। अनि फेरि भोलि बिहानदेखि फेरि कन्टिन्यू त्यसरी नै रेगुलर भिडियो हाल्ने। अहिले चाहिँ म धन्दा गरेर आउँछु। अनि बाहिर जानुपर्छ ल गाइस म चाहिँ अब हात कुरा सकेर माथि जाँदैछु
हैन। अनि आफ्नो कोठामा आइसकेँ म। कोठामा आइसकेँ गाइस म फाइनली आफ्नो काम सबै सकेर हिल्लो भयो। हेर्न सक्नुहुन्छ यहाँनिर मुनि खुट्टामा लुगामा हिल्लो भयो। बल्ल धन्दा सकेँ अनि आएँ म। अनि तपाईँहरूले एउटा कुरा सोच्दै हुन्छ होला भाइ कहाँ गयो, जहिले आउँथ्यो भाइ यता दिदीसँग ट्युसन पढ्न गएको छ। देखाउँछु म तपाईँहरूलाई, ल लुकेर भिडियो बनाउँछु यहाँ यसरी देखाउन सक्छु। यसलाई सोध्छु अब म तेरो क्लास लिन्छु त आइस यहाँ गलत फसिस किन गाइस। भाइ चाहिँ उता पछाडि छ अनि यहाँ चाहिँ साथीले के भन्छ केही बुझिनँ। अनि मैले यो भिडियो पनि काटेको हल्का होइन। दोकानको काम गर्ने अनि बाटोतिर जाने अनि घुम्ने। ल फर्स्टमा हामी काम गर्नुपर्छ अनि यो पनि पिउने नाम चाहिँ यहाँ हुन्छ हैन गाइस। मामु हेलो भनिदिनु त सबैलाई। हेलो गाइज, म त यहाँ कुकमेन दाउदै आज यो दोकानको सामानहरू भुल्दैछु। अब भोलिदेखि कुकमै लाग्छु गाइज। अब ए तपाईको भोलिदेखि भाल्यो अब जस्तो जस्तो लाग्छ अब त्यो पनि यसो सोचबुझ गर्नुपर्छ। अनि ल अब म चाहिँ बाबासँग भेटाइदिन्छु तपाईहरुलाई। पर्खिनु बाबा चाहिँ कुकमेन हुनुहुन्छ। बाबा हेलो हरे कृष्ण राधे श्याम होइसी भिडियो बनाउँदैछु दादाले भन्दै के भन्न चाहनुहुन्छ। म त यहाँ चिसो चिसो छ, खाना बनाउँदैछु, खाना बनाउनु परेको छ। अब खाना बाबा खाना बनाउँदै हुन्छ। आलु र के बनाउनुहुन्छ, तरुल? आलु र तरुलको दाल बन्छ आज। तरुल अनि गाइस तरुल पनि मिठो हुन्छ तर म खादिनँ किनकि बाबाले मेथी हाल्नुहुन्छ, मलाई मेथी मन पर्दैन। नत्र भए म आलु सबै खान्थे। मेथी नहालिकन यो मिठो हुँदैन नि त फेरि। लु अब यहाँ दादाले आज भाइले खान्छ, आज कल्की छ भाइ खाएर आज खान्छ। हाल खबर ठिकै छ नि गाइस। यो चाहिँ पहाडी बनिन खोजेको अरे पर्दैन त। अब हामीले यो सबै सामान हालिसकेपछि फेरि बनाउँला। अहिलेको लागि चाहिँ बाई बाई गाइस। अब म चाहिँ यो गाडीको साउन्ड सुन्नु ल, गाडीको साउन्ड। म चाहिँ धक्का दिने मान्छे हो। ओ गाइस यहाँ बाहिर गाइस हामी चाहिँ यहाँनिर यसो चोकतिर जान आँटेको होइन। अनि अँध्यारो देखिरहनु भएको होला तपाईँहरूले, यहाँ बाहिर हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यो हाम्रो सरिराङ्गी चोक हो। तर यहाँनिर अहिले कस्तो छिटो अँध्यारो भइरहेको हुन्छ। स्कर्पियो हो। हामी चाहिँ सिमेन्ट गोदाममा चाबी लगाएको छ कि छैन हेरेर आउँछौँ होइन। हामी बाटो बारी जाँदैछौँ होइन गाइस। हिजोसम्म चाहिँ हामीले धान उतानेर देखाएको थियौँ तर अहिले धान नसुकाएको होइन किनकि सुकिसक्यो। अनि मेरो साइकल चाहिँ तिनेर पहिलाकै घरमा छ। अहिले हामी घर सिफ्ट भएको छौँ नि त गाइस। अनि त्यतै छ। अनि सिमेन्ट गोदाम यिनीहरू छ हाम्रो पहिलाकै ठाउँमा सिमेन्ट गोदाम छ। लगाएको छ जस्तो लाग्यो मलाई आज सिमेन्ट गोदाम लगाएको छ। अब हामी उता परसँग घुम्दै जान्छौँ र घुम्दै आउँछौँ। पहिलाको हाम्रो घर होइन, हामी यहाँ बस्थ्यौँ तर अहिले हामी यता बस्दैनौँ। अनि हामी कता जाने, उता जाने केता जाने भन् उता बाल त हिँड्न नि बाल पैसा छ। ओहो
पैसा छ भने भने चला पैसा छ भन्नु टुर जाँदैछन् चिच्याउँदैछन् आफ्नो घोक्रो सुकाउँदैछन् होइन गाइस भन्नु के भयो ओए 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 गाडीले हानिदिन्छ अहिले लिब्रानी गर्नु चाहिँ 6 उद्यान गाइस कस्तो मजा आएको छ आम्मो हामी त्यहाँसम्म जाने जाउँ गाइस तपाईँ चाहिँ म त त्यो गडली पुरा दुश्मन छ क्या यो कुकुरको हामीसँग या के हो सबै मान्छेसँग भुक्छ होइन अनि यो घर चाहिँ यत्रो ठुलो बनाएको छ तर यहाँनिर कोही बस्दैन यो घरमा पनि तपाईँहरू आउन चाहनुहुन्छ भने बस्न चाहनुहुन्छ भने बस्न सक्नुहुन्छ घर भाडा हो घरमा भाडा अरे यो घरमा तर अम्बानी मात्रै बस्न सक्छ यो कुरा याद राख्नु होला तपाईँसँग गोजीमा सुक्खु छैन भने चाहिँ नआउनु होला होइन अनि यहाँनिर अस्ति यही खेतमा अस्ति हात्ती आएको थियो के गर्नु लाइट पनि छैन कस्तो अँध्यारो भएको अब हामी चाहिँ यहाँदेखि फर्किन्छौँ किनकि हामीलाई भात पनि खानु छ घरमा त्यही त यार कस्तो गर्मी भयो मलाई बाक्लो लाग्थ्यो यो चाहिँ हाम्रो इभिनिङ वक अनि डेली ब्लग नम्बर 1 मा छ भिलेजर बन डेली ब्लग नम्बर 1 मा हामीले यसरी स्पेन्ड हाल्यौँ हाम्रो लाइफ होइन अब भोलिको दिन के हुन्छ थाहा छैन तर यसरी नै स्पेन्ड हान्ने छु भन्ने याद छ मलाई होइन अब हामी बाहिर जाँदैछौँ यता चोकतिर जाँदैछौँ होइन गाइस यी गाइस म भिलेजर बन्ने भिलेजर ल उता चाहिँ मन्दिर छ होइन गाइस मन्दिर ओ पिङ खेलेर आउने म खेल्छु जो चिज कोही खेल्दैन नि त्यो चिज म खेल्छु भोलि छोडेर पर्सि खेल्नु las tralitas, crocodilas, bumartilas, crocodilas, las crocodilas, dicen crocodila, las bumartilas, crocodilo, crocodilas. Teacher para hamro, teacher para hamro. Guys, तपाईँहरू चाहिँ फ्री फायर खेल्नुहुन्छ भने कमेन्टमा यो आइडी सर्च गरिदिनु होला सर्च गरिदिनु होइन कमेन्ट गरिदिनु कमेन्ट गरिदिनु होला बोल्न सिक यार बोल्न सिक गाइस यो आइडी चाहिँ कमेन्ट गरिदिनु होला म तपाईँहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउँछु अनि एक्सेप्ट पनि गर्नु होला म चाहिँ अलिकति हामी आफ्नो घरमा आइसक्यौँ होइन आइसकेको छैन बाटोमै छौँ तर आइसक्यौँ भन्दा हुन्छ किनकि उति नै यही त हो बलिरहेको सुरु हो होइन गाइस तपाईँहरूसँग इतासी बन्डल पनि निकाल्नु भएको छ अनि सरी गन अनि त्यहाँदेखि दुईवटा कोरचुमाहरू पनि छ भने चाहिँ मलाई चाहिँ गिफ्ट हालिदिनु उता कहाँभित्र कहाँ जान्छ थाहा छैन बाटो नै त्यो पनि अनि यहाँनिर हामी आफ्नो घरमा आइसक्यौँ होइन अब हामी गएर पढ्छौँ होला म गर्न जानु छ अनि म गरिसकेर आएर अनि खाना खान्छौँ होला अनि खाना खाइदिएपछि अनि म एडिटिङ हाल्न जान्छु भिडियो अनि त्यही म उयो हालिदिन्छु अहिले चाहिँ हामी माथिबाट पढ्न जान्छु ल गाइस म अहिलेको लागि चाहिँ आजको यो नम्बर 1 365 डेजको ब्लगमा यति नै होइन अनि अब भोलि पनि बनाउने छु अनि आगामी दिनमा नि यस्तै बनाउने छु होइन भन्ने आशा गर्दछु म अनि अहिलेको लागि चाहिँ राख्नेछु अनि भोलि फेरि भिडियो बनाउने अनि यसले चाहिँ अहिले एक्सर्साइज गर्दैछ अब अहिले एक्सर्साइज म पनि गर्छु हल्का फुल्का अनि म यहाँ चुप्पा बस्नु भएको छ अनि यो चाहिँ स्क्वाट गर्दैछ स्क्वाट के हो त यो त उठ बस हो त स्क्वाट हान 90 डिग्री ल गाइस अहिलेको लागि चाहिँ यति थ्याङ्क यू फर वाचिङ भिडियो गाइस बाई बाई
अब गोचोको पावर ल गाइस यसले फुल बडी मैले अलि ह्याङ मात्रै ल गाइस म चाहिँ नर्मल फर्ममा छु गोचो ल फुल फर्म आइज फुल फर्म गोचो गोचो फुल फर्म प्रयास गरेर गोकु यसलाई लडाइदिउँ गाइस इन्फिनिटी फर्म साइथागस फेरि ड्राइङ गर्नु Two and versus one. Either left. सक्दिनँ लेफ्टले त म राइटले नै आयो हात दुखो अब गाइस